नमस्ते सबैजनालाई। यो किवी फल कसलाई मनपर्छ? मलाई त साह्रै मनपर्छ। अहिले चाहिँ यो काँचै छ, त्यो भएर मैले काटेर चाहिँ देखाएको छुइनँ। यो किवी चाहिँ खानुमा मिठो मात्र नभएर स्वास्थ्यको लागि एकदमै वरदान स्वरूप मानिन्छ। यो चाहिँ काँचोमा चाम्रो हुन्छ अनि यसलाई तातो जग्गामा राखेपछि केही दिनमा पाक्छ, गिलो गिलो हुन्छ, थाहा भइहाल्छ पाकेको। यो किवी फलको सेवनले चाहिँ हार्ट पेसेन्ट, डायबिटिज पेसेन्ट अनि गर्भवती महिलाहरूको लागि पनि एकदमै राम्रो हो। यसको सेवनले कोलेस्ट्रोललाई कन्ट्रोलमा राख्छ अनि भनिन्छ ब्लड प्रेसर पनि कन्ट्रोलमा बस्छ यसको सेवनले। शरीरमा रगतको कमी भएमा रगत बढाउनुको लागि पनि यसले धेरै नै मद्दत गर्छ। यो फलमा चाहिँ भिटामिन सी, भिटामिन ए अनि फाइबर भरपुर मात्रामा पाइन्छ। यो फलको चाहिँ बोक्रा फ्याँकेर खाने चलन छ, तर नफ्याँकी खाँदा अझै राम्रो हुन्छ। यसलाई चाहिँ विभिन्न तरिकाले खान सकिन्छ। सलादमा मिक्स गरेर खाँदा पनि हुन्छ, जुस बनाएर खाए पनि हुन्छ, यत्तिकै खाँदा पनि हुन्छ। यो किवी फल चाहिँ बजारमा सजिलैसँग पाइन्छ। यो चाहिँ आँखाको लागि पनि एकदमै राम्रो हो अनि पेटको बिरामी, निन्द्रा नलाग्नेहरूको लागि पनि राम्रो हो। हुन त तपाईँहरूले विभिन्न माध्यम मार्फत यसको बारेमा धेरै जानकारी पाउनुभएको होला, तर पनि मैले आफ्नो तर्फ